ल्याएको चामललाई यसरी भिजाउनु हो घर्रै हुनु पर्यो नत्र भएन राम्रो घर्र हुनु पर्यो सरी जाइफल पनि हाल्ने हो हाम्रो फेरि टेम्परेचर नाप्ने मेसिनै छैन हातले खान मन छ भने एउटा सेलरोटीको $6 निकै महँगो छ के गर्ने हजुर महँगो छ कलात्मक छ रोटी महँगो चाहिँ महँगो छ है चाहियो भने अर्डर गर्न सक्नुहुन्छ अब किन तपाईको $6 पर्छ भन्दाखेरि हातले हान्दै हुनुहुन्छ हातले घिउमा हान्दै हुनुहुन्छ घिउबाट घिउमा पाकिरहेछ सबै घिउ 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 दाइ पनि प्रो भइसक्यो अब प्रोफेसनल ट्रेनिङ पनि चाहिएछ भने हामी दिन्छौँ एकचोटि सेलरोटी पकाएको $1000 महँगो छ के गर्ने